असार 15 भनेको चाहिँ उहिलेदेखिको रानीहरू घरमा बस्नुहुन्थ्यो नरेन्द्र चोली किन जानु भन्दा हिलो टेक्नै पर्छ अरे 15 का दिन चाहिँ हिलो टेक्नै पर्छ अरे रानीहरू हामी रानी हौ भनेर बस्नु हुँदैन अरे। असारमा त अब मुख्य कुरो चाहिँ धान रोप्नु पर्ने, गोरु जोत्नु पर्यो, अब आली लाउने, पहिला आली काट्ने, त्यहाँबाट हिल ल्याउने, त्यहाँदेखि फ्याउरी लाउने, अनि त्यहाँदेखि रोपार बाउसी चाहिँ एकै दिन लाउनु पर्ने। एकै दिन लाउनु पर्ने। हजुर। जेठदेखि धान रोप्ने सुरु हुन्थ्यो अनि जेठ असार 15 सम्ममा त सक्नु पर्ने त धान त अब माछा कहाँ चाहिँ खलो बाँध्नु पर्ने छ भने माछा कहाँ रोपेर लानु पर्यो। माछा कहाँ चाहिँ कस्तो हुन्छ अरे भने एक दोर कतार लगेछ, दोर पर पुर्या भित्तामा, त्यहाँबाट उता फर्केर यता रोपेर लग्यो। ओर्दो खेतमा त आली ताच्यो पहिला सुरुकमा, अनि त्यो आली तासेर पानी जमायो, पानी जमाएर अनि खेतला भाली बाउसे रोपपार। असार 15 भनेको चाहिँ उहिलेदेखिको रानीहरू घरमा बस्नुहुन्थ्यो नरेन्द्र चोली अनि किन जानु भन्दा हिलो टेक्नै पर्छ अरे। असारमा चाहिँ हिलो टेक्नै पर्छ। 15 का दिन चाहिँ हिलो टेक्नै पर्छ अरे। रानीहरू हामी रानी हौ भनेर बस्नु हुँदैन अरे। अनि गएर धान रोपे जस्तो गरेर हिलो टेकेर आउँथे अरे। ए हजुर, भनेपछि असारमा चाहिँ धान रोप्नै पर्यो। रोप्नै पर्यो। अहिले त अब खेतीपाती साह्रै धानको त खेतीपाती हुँदैन, तर भए पनि उहिलेको मान्छेको त अब त्यही थियो होला नि त जीविका, होइन आमै? त्यही। अनि त्यो बेठी लाउने त धनी लाउने, गरिब जोसुकै लाउँदैन। यो बेठी भन्ने शब्द निकाल्नु हुँदै, बेठी भनेको चाहिँ के हो आमै? त्यो चाहिँ बेठी भन्ने चाहिँ अब धनी लाउँछ, गरिब त सक्दैन। नौमती बाजा आयो, नौमती बाजा लाउनुलाई चाहिँ बेठी भनिन्छ। बेठी। ए असारको चाहिँ बेठी हो त्यो। भनेपछि असार 1 गतेदेखि त खेतीपाती सुरु भइहाल्छ धानको, र सकिने दिन चाहिँ कहिले आमै? सकिनु त अब कसै बिरबिरले त अब त्यो जुन दिन थाले त्यही दिन सक्छन्। अब त्यो फ्याउरी चलाउने, कोदाली भन्थे, कोदालो होइन कोदाली। हजुर। त्यो चलाउनेलाई बाउसे भन्थे। हजुर। अनि रोप्नेलाई रोपार। हजुर। अनि त्यो गोरु जोत्ने हली। हजुर। साह्रै हुँदैन थिए, रमित हेर्न आउने, खेल्न आउने, खेल्न आउँदैन नि। जोत्ने पनि दुईटा हुन्थे, एउटा हलो भइगयो, अर्को पनि एउटा हिल्याउने हुन्थ्यो। त्यो हिल्याउने सामानको नाम त के पो आमै? दाँदे। दाँदेले हिल्याइन्थ्यो, हलोले जोतिन्थ्यो। पहिला हलोले जोतिन्थ्यो कि दाँदेले जोतिन्थ्यो? हलोले जोत्यो अनि त्यहाँदेखि चाहिँ दाँदे लायो। हजुर। अनि फ्याउरी लायो फेरि। हजुर। फ्याउरी भन्ने त देखेको छैन होला कसैले। फ्याउरी भने त अब यस्तो हुन्छ नि, यस्तो काठै ताछेको, अन्त त्यहाँ बिचमै एउटा सुनाउने ठोकेको हुन्छ। हजुर। त्यसलाई चाहिँ अब हिलो चाहिँ कहाँनिर गहिरो ठाउँ छ त्यहाँनिर तानेर डाँडाको हिलो खोला त्यो गहिरो पुर्याउनु पर्ने। अनि पानी जमाउनु सबै सम्मगममा छेउभित्र ओभर नरहने। हजुर। अनि त्यस्तामा चाहिँ रोप्नु पर्ने गएर आलीको डिलमा चाहिँ जस्तै भटमास मस्याम रोपिन्थ्यो नि, त्यहाँ मजाले फल्थ्यो खेतमा। लत्तै फल्थ्यो। ए हजुर। अनि त्यो आलीमा चाहिँ मस्याम रोप्यो, दाल रोप्यो, पछि त्यसलाई उखेल्नु होइन, काट्नु पर्छ र बोटुलेर डोकामा बोक्यो घरमा। ए हजुर। घरमा पनि खलै हुन्थ्यो यस्तै आँगन लिपेको। भने कुन महिनामा चाहिँ यो धानहरू उठाइन्छ, धानहरू काटिन्छ? मङ्सिरमा चाहिँ अब त्यो जुन चाहिँ विधि हुन्छ त्यसलाई चाहिँ दाई भनिन्छ नि, होइन? दाई गरिन्छ मङ्सिरमा। रोजहरू चाहिँ कस्तो हिसाबले हुन्छ आमै त्यति बेला? 8 आनामा चाहिँ दिनभरि काम गर्नुपर्ने। खाजा चाहिँ फेरि पुरै पाइन्थ्यो नि त, होइन? खाजा पेटमा आउँथ्यो, मुठीमा आइज है खाजा, त दोपहर खान आइज भन्छ एक ठाउँ बसेर। हजुर। भोक लाग्नेले गएर यसो हात थापेर खप्पै खायो, नलाग्ने जान्छ तर हातमै। असारको मेलामा त धेरै जस्तो पानी पर्थ्यो। पानी पर्दा चाहिँ के ओर्नुहुन्थ्यो त? घुम ओर्नुहुन्थ्यो नि? घुम चाहिँ सबैको प्रत्येकमा घुम चाहिँ हुन्थ्यो? प्रत्येकमा घुम हुन्थ्यो। सबैकोमा सिप हुन्थ्यो नि घुम कि त्यसलाई किन्नु पर्थ्यो आमै? के किन्थ्यो, आफै बनाएर ओढ्यो नि। ए हजुर। अहिले त घुम भन्ने यहाँ छैन पनि, अहिले ओढ्न नि छोडे मान्छेहरूले। अहिले त प्लास्टिक ओढ्छन्, अहिले त बेसी जस्तो खेतीपाती नै हुन छोड्यो। र तपाईँले जानकारी दिनुभयो यसको बारेमा, तपाईँलाई धेरै धेरै धन्यवाद।